ल वेलकम टु माई मिनी ब्लग। ल मेक लाइन मेक लाइन। ल हामी चाहिँ आज कहाँ आएको ल भन्नुहोस् त। काष्ठकलाको म्युजियम होइन। हेलो ल युट्युबमा सबलाई वेलकम छ है। ल ल ल अगाडि गो 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 ल गो अहेड। ल अनि हामी सबैजना चाहिँ आज देवदहको काष्ठकला हेर्न आउँदैछौँ। ल बाबुहरू लाइनमा है। एकदम रमाइलो छ यहाँको यो सिनारियो चाहिँ। वेलकम वेलकम सबैजनालाई वेलकम। ल मेरो मेरो मिनी ब्लगमा सबलाई वेलकम छ है। हेलो हजुर। ल ल लाइनमा बस। हामी चाहिँ न्यू होराइजन बुटोलबाट आज एउटा फिल्ड ट्रिपमा चाहिँ आएको छौँ। अनि भाइ बहिनीहरूलाई चाहिँ काष्ठकला अनि पाकरी वृक्ष देखाउनलाई ल यसलाई ल ल ल ल ल ल थ्याङ्क यू। ल लाइनमा जाऊ। ल ल ल सबैजना ल सबै है सबजना हेलो भन। ल सबै हेर्ने है आज यो ब्लग हेर्ने। ल हेलो ल ल फेरि आज हाम्रो अर्को टोली पनि आयो यताबाट है। ल उयो लाइनमा जोइन भएको त। ल अगाडिको लाइनमा जोइन हुने है। ल जोइन इन वान लाइन। के हो यो मेरो ब्लगमा छौ तिमी। ल यो देवदहको पूर्णमा भवानीपुर भन्ने ठाउँमा भएको यो काष्ठकलाको म्युजियममा आउँदैछौँ भाइ बहिनीलाई लिएर। अब देखाउँछु है म अब अगाडिको। ल हामी फेरि नानुले पनि फेरि हाई। युट्युबकै यो मिनी ब्लग हो। तपाईँहरू सब आउनुहुन्छ है। ल अनि यो ल यो ठाउँ चाहिँ ठ्याक्कै यो चोक भन्छ। यहाँबाट चाहिँ मरिग्राम जाने अनि चाहिँ नि खैरेनी जाने र देवदह नगरपालिका जाने एउटा चोक छ। ठ्याक्कै यो चोकमा चाहिँ यो मायादेवीको माइती छ। अनि आज हाम्रो यता गाडीहरू यसरी टन्नै लाइनमा छ। पछाडि 6-7वटा गाडीहरू छ। अनि यो देवदह नगरपालिकाको कार्यालय जाने बाटो हो। यता अगाडि पनि हाम्रो पहेँलो बसहरू देख्न सक्नुहुन्छ। अब यहाँबाट हामी पाकरी वृक्षतिर जाँदैछौँ।